हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन, म तिमीहरूलाई कहिल्यै त्याग्ने छैन। यहाँहरू सबैलाई जय मसीह। आज नेपाली इसाई मण्डली काम्चाले आफ्नो 18औं वार्षिक उत्सव मनायो। उक्त क्रममा मण्डलीका जवानहरूले विभिन्न गीत भजन तथा नृत्यहरूद्वारा परमेश्वरको महिमा गर्न साथै एल्डर अस्त्र श्रेष्ठले परमेश्वरको वचनद्वारा सिकाउनु भयो। साथै मण्डलीको भावी उद्देश्य र योजनाहरूको बारेमा सम्पूर्ण मण्डलीलाई प्रकाश पार्नुभयो। यो भिडियो पूर्ण होइन, आउनुहोस् हामी एकछिन सँगसँगै यो भिडियो हेरौँ है त। नेपाली इसाई मण्डली काम्छा चर्च 18 वर्ष पूरा भई 19औं वर्षमा प्रवेश गरेको अवसरमा आज 18औं वार्षिक उत्सव तथा धन्यवादको सेवा भइरहेको हुनाले हामी यो समय चाहिँ हामी बाल संगतिका नानी बाबुहरूबाट हामी एउटा नृत्य हामी हेर्नेछौँ। नानी बाबुहरूको डान्सपछि चाहिँ हामी मण्डलीको प्रतिवेदन हामी सुन्नेछौँ। आज हामी उत्साही छौँ किनकि आज काम्छा मण्डलीको जन्मदिन अथवा 18औं वार्षिक उत्सव हामीले मनाइरहेका छौँ। यसकारण प्रतिवेदन भन्नाले सबै कुराहरू तपाईँहरू मैले भन्नुपर्छ भन्ने छैन। यहाँहरूमा छोटकरीमा कति कुराहरू मैले यहाँहरू समक्ष बताउन गइरहेको छु। अनि हामीले महसुस गर्नुपर्ने चाहिँ नेपाली इसाई मण्डली ज्ञानेश्वर चर्च 50औं वार्षिक उत्सव मनाउने क्रममा 2062 सालमा चाहिँ नेमा परिषदको अथवा विशेषले अब सापटा मण्डली आफ्नो खुट्टामा अनि काम्छा मण्डलीको अन्डरमा अथवा काम्छा व्यवस्थापन नभइकन चाहिँ आफ्नो व्यवस्थापनमा चाहिँ सापटा मण्डली सुचारू भइरहेको हामी यहाँहरूलाई जानकारी गराउँदछौँ। साथसाथै स्थानीय मिसन क्षेत्रमा चाहिँ हामीले नुवाकोट पञ्चकन्या हामी त्यो सङ्गति विस्तारमा पहल गर्न लागिरहेका छौँ। त्यहाँको लागि प्रार्थना गरौँ, प्रार्थना अनुरोध छ। सँगसँगै सुन्ता खानुमा पनि हामीले सङ्गति सुरु गर्यौँ गएको वर्षदेखि। अनि निकट भविष्यमा त्यहाँ पनि मण्डलीको आराधना सेवा गर्ने हामीले चाहिँ लक्ष्य लिएका छौँ। त्यो क्रममा अहिले हाम्रो 8 जना
नेतृत्व समूह अथवा विवाद समिति मन्दिर सञ्चालन गर्ने अग्रगामी काम गरिरहेका छौँ। सँगसँगै मन्दिरका विभिन्न प्रियजनहरूले पनि यथाशक्य आफ्नो क्षेत्रबाट विभिन्न प्रकारले अगुवाई र सेवकाई पुर्याइरहनु भएको हामी यहाँहरूलाई जानकारी गराउँछौँ। अहिले गाम्सा मण्डलीमा 6वटा भजन समिति छन्, सँग चाहिँ पुरुष सङ्गति छन् र पुरुषको प्रार्थना, महिला सङ्गति र महिलाहरूको साप्ताहिक 3वटा साप्ताहिक प्रार्थना सङ्गति पनि सुरु भएको यहाँहरूलाई जानकारी गराउँछौँ। सँग चाहिँ जवानको बाइबल अध्ययन र अन्य गतिविधि भइरहेको छ र आराधना क्षेत्रमा पनि कसो चाहिँ अगाडि बढ्ने कामहरू गरिरहेका छौँ। यसकारण हामीले थाहा गर्नुपर्ने छ अब गाम्छा मण्डलीको मिसन चाहिँ सुसमाचार फैलाउने लक्ष्यमा हामी अगाडि बढ्न लागिरहेका छौँ। यसकारण हामीले गाम्छा मण्डली चाहिँ एकदम मेगा चर्च अथवा ठुलो चर्च होइन, सानो सानो चर्च अनि सुरु गर्दै त्यहाँबाट हस्तान्तरण गर्दै अगाडि बढ्ने क्रममा अगाडि बढ्न लागिरहेका छौँ। यसकारण अहिले हाम्रो गाम्छा मण्डलीमा अहिले मैले मोटामोटी सङ्ख्या